हेलो गाइज, वेलकम ब्याक टु युट्युब को पसलमा। तपाईलाई यो युट्युब को पसलबाट गिफ्ट पाउनलाई जम्मा सब्स्क्राइब मात्र गर्नुपर्ने हुन्छ र आज म यो एकजना र्यान्डम व्यक्तिलाई दिनेछु। ल आजको हाम्रो कन्टेस्टेन्ट खोजौँ है त, कहाँ पाउँदो रहेछ। जहाँ पाउँछ उहाँले गिफ्ट यसो मेरो तर्फबाट यहाँ वरिपरिमा मान्छेको अलिक कमी छ, त्यसरी चाहिँ हामी अगाडि जान्छौँ। आज खासमा चाहिँ स्टुडेन्टको लागि हो है। अलि दिउँसो भयो, बेलुका अलि मान्छे छैन। भेट्ला एकजना न एकजना भेट्ला, खोज्दै गरौँ। अब यहाँ खोज्दा चारैतिर कपाल मात्र भेटिरहेको छ। अब यहाँ कहाँ चाहिँ भेट्छ भन्ने कुरा हो। खोजौँ काहीँ पनि भेटिएन। हामी नखोजिन्जेल जाँदैनौँ, एकदम कारबाहीमा छौँ होइन। अब भेट्यो भने हामी लास्टमा शङ्खमूल जाँदैछौँ है त। ल ल रोक्दै, मैले शङ्खमूल जाँदैछौँ है त हामी। यहाँ अहिले चाहिँ यहाँ कपालको मात्रै एरिया छ, यसो ठोक्दै गरौँ। लास्टमा सिङ्गलहरूलाई चाहिँ यसो दिन्छ। त सिङ्गल मान्छे यहाँ चारैतिर कपालको माहौल मात्र छ। हामी चाहिँ यता सिङ्गल मान्छे खोज्दैछु, जो सिङ्गल भेट्छ त्यसलाई गेम खेलाउने। कपाललाई त यत्र पनि दिन्न। कुदै त राख्छु कुद समान। ब्रदर सिङ्गल बसिरहेछ। हेलो एउटा भिडियो बनाइरहेछ है। नाम के? गोविन्द भाइ। गोविन्द कहाँको? गोविन्द भाइ कहाँ घर कहाँ? सरलाई कुन ठाउँ? सरलाई सिसौटिया। कति पढ्नुहुन्छ के गर्नुहुन्छ? पढ्छु यही गम्भीरमा। कतिमा? 9 मा। तपाईलाई पुसअप गर्न आउँछ? पुसअप आउँछ। कतिचोटि सक्नुहुन्छ? म 5-10 चोटि सक्छु। 15 चोटि गऱ्यो भने एउटा एयरबड पाउनुहुन्छ। आज अहिले काहीँ पनि जानु पर्दैन। हुन्छ ओके हो, यहाँ सुरु गरौँ न त। ओके गनै गर। पुरै फ्ल्याट भएर है, भएन। अझ यो अलिकति डाउन, यो अलिकति माथि गर्नु, यो अलिक डाउन गर्नु। ल सुरु गरौँ। ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15। ल भयो ब्रदर। ल एकदम। अनि के छ अनि विचार कस्तो लागिरहेछ? यो पाउनुभयो। यो चाहिँ हाम्रो पसलमा सेल आइसकेको छ, जम्मा 399 मा। यो किन्नलाई यहाँ तपाईँले मलाई फोन गरे नि हुन्छ अथवा मेसेज गरे नि हुन्छ है त। फलो गर्नु होला, सब्स्क्राइब गर्नु होला, यता तपाईँले पाउन सक्नुहुन्छ। हस्, बाई बाई। ल ब्रदर फलो गर्नु होला है त। हामी यो पार्कमा घुमिरहेको हुन्छौँ, कहिले काहीँ यसो भेटौँला नि। भेटेपछि तपाईँले पनि पाउन सक्नुहुन्छ है त। त्यो ब्रदर त अब खुसी घर जान्छन् होइन।
अब तपाईँ पनि चाहनुहुन्छ भने यसो फलो सब्सक्राइब गरिराख्नु होला भाइ।